हेलो साथीहरू के छ भन्दाखेरि 1 लाख रिन्छ भने चाहिँ म तिर्न सक्दिनँ। म त ज्याकेट लगाएर रेडी। त्यसपछि हल्का पर्फ्युम त छिर्नै पर्यो अनि हल्का लर्के कपाल त लरक्कै लर्काउनु पर्यो। अनि भाइहरूको वेट थियो, भाइहरू चाहिँ ठ्याक्कै आए। त्यसपछि हामी लाग्यौँ अगाडितिर, गाडीको वेटमा थियौँ, गाडी पनि ठ्याक्कै आयो। अब हामी कहाँ जाँदैछौँ त थाहा पाइहाल्नु होला। अनि गाडीमा भाइहरू चढे, गाडीमा के चढ्दै थिएँ, भित्र त चिच्याएर कल्लो गरेँ। अनि एउटा भाइ छुटेको रहेछ, अनि ट्याक्कै छ भाइ आउने बित्तिकै हामी पनि लाग्यौँ। रनिङ सिल्ड एकैछिनमा पुगिसकेपछि त निकै रमाइलो भयो। वरपर रङ्गीचङ्गी रहेछ। यो भाइको जम्प हेर्दा त मर्ला जस्तो पो गऱ्यो। अनि हामीलाई भोक लाग्यो, भोक लागिसकेपछि साथीले चना खाम त भन्यो। चना खाइसकेपछि थोरै चना त बजाउनै पर्यो। साथीहरू भेटेँ, एकैछिन साथीहरू भेटेँ त निकै रमाइलो भयो। अनि रनिङ सिलको सिल भने त यस्तो पाउनुपर्छ साथीहरू। यो जगल्टेलाई चाहिँ टिकटक बनाएकै बनाएँ। त्यसपछि मेरो भाइको जम्प हेर्दा त म त पागलै भएँ, यत्रो नाङ्दियो। यो डान्स हेर्दा त निकै रमाइलो भयो। सबै साथीहरू नाचिरहेको थिए। यो नाच्ने मैया पनि कति राम्रो। अनि एकैछिनमा भलिबल हेरेको त भलिबल एकदमै रमाइलो भयो। मेरो साथी चाहिँ एउटा केटी पट्याउँछु भनेर गयो, उसले बाल नदिएपछि खिस्सा हाँस्दै आयो। अनि यो करातेहरूको त यो सर्ट लगाएको त बङ्गै डल्थ्यो होला। अनि हामी चाहिँ लास्टमा थियौँ। अनि सिलहरू पनि बाँध्न लागे। अनि किसिममा त पड्काएको त निकै रमाइलो भयो। मेरो भिडियो राम्रो लागेमा लाइक कमेन्ट सेयर गर्न नि मेरो होला। टाटा बाई बाई, नेक्स्ट भिडियोमा भेटौँ ल, लभ यु।